यस्तो ठुलो ठुलो के आलु खनेको जान देखाउँदै फोटो हाल्दै गरे क्या ठुलो पार्नु न ठुला केटा देखेको त्यहाँ डढी बगर पार्नु नि त खनेर के हुँदैन किसान त गजबको रहेछ कत्रो कत्रो आलु फलाएछ ओहो भने झन् बोलेको राम्रो हो बोलेरै गर्नुपर्छ कि यो भिडियो पनि फलायो बन्दा पनि फलायो हेर त्यहाँ लसुन सपारेर त्यहाँ हरिमलै लसुनमा पट्टी देखाउन कति लसुन लसुन धेरै छैन थोरै छ लसुन काउली बनाए काउली त कत्रो कत्रो बोट आएको है भोट मात्रै हो त्यसो फलै छैन एउटा गएको छ एउटा भए पनि त्यहाँ टन्नै हुन्छ नि फलेसी औँसी कौलीको एउटै उ छैन हेर्नु न यतातिर चाहिँ लसुनहरू भरि छ लसुन प्याज अनि उखु सिस्नु खाने भए पनि छ है यहाँतिरै सिस्नु धनियाँ आलु यहाँ यो चाहिँ कुन चाहिँ त यो पनि त्यही हो अब ओह त्यहाँ खुट्टानेर ठुलो छ त त्यो के त त्यो रोपेको चाहिँ हो कि के त त्यो नगलिन्छ त्यो रोपेको नि आलु यस्तो खोइ लास्टै सानसानो छ है नखानु पनि हुन्थ्यो त यो चाहिँ यत्रो जाडो गाइज नमस्ते युट्युब च्यानलमा सबैजना स्वागत छ आज हामी चाहिँ आलु खन्नु लगाएको आलु चाहिँ यहाँ हेर्नु है यत्तिको भइसक्यो ठुलो सानो खोइ त आलुहरू सबै सानो सानो छ त ठुलो त छैन यो बोरा त यही बोरा देखाएको छ भने आलुको मोटो भइरहेछ यहाँमा झोलामा हाल्नु पर्यो बोरामा यो बोरा पुऱ्याइदिनु पर्यो नि है हेर्नु पर्यो हाल्नु पर्यो नि त खै कति खोज्यौँ आलु कति जुरङमै आलु होला आलु खनेकै यसरी खोइ त अब हाम्रो सानो सानो छ नि आलुहरू यो त कुहिएर यसो हो यहाँ हाल्नु न खोइ त ए के गरे नि यस्तो अनि पहिला हाल्ने हो र माटो हुन्छ हुँदैन यहाँ पनि छ सबले गाली गर्छ नि त के हो आलु खन्ने बेलामा आएको छैन क्या हो किन गाली खाएको नि आलु खान नपाएर होला
सापले हेर्छ त भने हेलो गाइज हाउ आर यु भन्नु न त्यहाँनिर भनेर अनि आउँछन् मान्छे